Hello everyone, welcome back. आज चाहिँ हाम्रो A1 सिरिजको च्याप्टर 4 हेर्छौँ हामी। आजको टपिकमा चाहिँ हामी पर्सनल प्रोनोमेन जसलाई हामी प्रोनाउन्सहरू पनि भन्छौँ। सो प्रोनाउन्स भनेको चाहिँ के हो त? फर्स्ट थिङ, हामी जहिले नेम नोमेन लेख्न सक्दैनौँ, कहिलेकाहीँ त्यसलाई रिप्लेस गर्नु पनि पर्छ। सो नेमलाई रिप्लेस गर्न हामी प्रोनाउन्स युज गर्छौँ। सो यता पनि हेर्न सक्छौँ हामी learning how to say I, you, he, she, it हो। आज चाहिँ हामी यही कुराहरू एक्सप्लोर गर्छौँ। सो फर्स्टमा चाहिँ जर्मनमा चाहिँ 9वटा पर्सनल प्रोनोमेनहरू छ। सो त्यो पनि हेरौँ हामी। फर्स्टमा छ इश, त्यो भनेको आई, म। अनि सेकेन्डमा आउँछ डु, त्यो भने यु भइहाल्यो, सिङ्गुलर, इन्फर्मल। अनि थर्डमा छ हाम्रो एया, त्यसलाई चाहिँ हामी हिमा एड्रेस गर्छौँ। अनि आउँछ जी, यो भनेको हाम्रो सी भइहाल्यो। अनि अर्को आउँछ एस, यो भनेको चाहिँ इट। अनि अर्को आयो हामीसँग वी भनेको यो चाहिँ। अनि अर्को आयो इया, यो भनेको चाहिँ यु अल। अनि अर्को आउँछ हामीसँग जी, यो भनेको दे। अनि अर्को पनि हामीसँग छ जी नै, यो चाहिँ हाम्रो फर्मल सिचुएसनहरूमा युज हुन्छ। सो हामी हेर्न सक्छौँ हामीसँग 3टा जी छ, यहाँ 2टा भयो, यहाँ एउटा भयो। सो फर्स्ट वान चाहिँ अब केटीलाई एड्रेस गर्दाखेरि सी, अनि सेकेन्ड वान चाहिँ हामी प्लुरलसँग पनि युज गर्छौँ। अनि लास्टली हामीसँग फर्मल सिचुएसनहरूको लागि पनि छ। सो फर्मल सिचुएसनलाई एड्रेस गर्दा चाहिँ हामी जहिले पनि यसलाई क्यापिटल एससँग लेख्छौँ। सो यति नै थियो। सो अब हामी बुझ्न म कम्फर्टेबल हुनलाई हामी पिक्चर्सहरू पनि हेरौँ। सो फर्स्टमा छ अघि एक्सप्लेन गरेको जस्तै इश, अनि आयो डु, यु, अनि हामीसँग आयो ए, जी, अनि एस, इट, यहाँ ब्यागलाई देखाइरहेछ। अनि अर्को हुन्छ हामीसँग वी, यो भनेको हामी भइहाल्यो। अनि इया, अनि जी, सानो जी, डे भनेको यो यहाँ फ्यामिलीसँग पनि बसेको छ। अनि लास्टली हामीसँग फर्मल सिचुएसनमा यो अब म्याम पनि हुनसक्यो, जो पनि हुनसक्यो हो, यो फर्मल सिचुएसनको जी। अब यो स्क्रिनलाई पज गर्नुहोस्, यो सबै एकचोटि फेरि हेरेर नोट डाउन गर्नु है त। सो अब चाहिँ हामी कसरी एड्रेस गर्ने के हुन्छ हो त्यो मोरली डिटेलमा छिर्छौँ। सो फर्स्टमा आयो आईको कुरा, इश, म। सो यसमा चाहिँ हामीले इश युज गरेर अब सपोज एउटा इक्जाम्पल हेरौँ, इश बिन मारिया, यो भनेको चाहिँ आई एम मारिया, यो भयो। अनि हाम्रो सेकेन्डमा हेरौँ युको कुरा, डु, यो चाहिँ हाम्रो वान पर्सनमा युज हुने, अनि यो चाहिँ इन्फर्मल सिचुएसनहरूमा मोस्टली युज हुन्छ। जस्तै कि यहाँ हेरौँ अ फ्रेन्ड, अ फ्यामिली मेम्बर भयो। अनि हामीसँग चाइल्ड, पेटको कुरामा चाहिँ अब हो, यसरी पनि हामी युज गर्न सक्छौँ। सो अब हामी जेन्डर्सहरूमा पनि छिरौँ, अब हि, सी, इटको कुरामा पनि छिरौँ। अब यहाँ हुन्छ हाम्रो डियर म्यान, यो भनेको द म्यान। अब सधैँ सेन्टेन्समा हामी द म्यान, डियर म्यान इज युज हो, यसरी युज गर्नुभन्दा पनि एयर राखेर युज गर्दा चाहिँ बेटर साउन्ड गर्छ। यसले चाहिँ हाम्रो नाउन भनेको यो भइहाल्यो, यसलाई सेन्टेन्समा रिप्लेस गर्दा फेरि एयर लेख्छौँ। सो यति नै भयो। अब हामी कुरा गरौँ फिमेल जेन्डरको सी। अब यसमा आउँछ जे, स्मलमा। अब यसमा पनि सेम कुरा, दि फ्राउ, दि खच्च। अब यो फेरिन्छ हाम्रो जिन, यसले चाहिँ हाम्रो नाउनलाई रिप्लेस गर्यो। सो अर्को हेरौँ हामी एसको कुरा। अब एस भनेको इट। अब सपोज अब दास्केन, त्यो भनेको द केन। अब यसलाई चाहिँ हामीले प्रोनाउन्समा लेख्दा फेरि एस हुन्छ। अनि अर्को हुन्छ दास ब्युज, यसको पनि हाम्रो एस हुन जान्छ।
सो यति नै थियो सो अब हामी अरू कुराहरूमा पनि छिरौँ सो फर्स्टली अब यु गाइज पनि हजुरहरूले पनि ट्राई गर्नु होला जस्तै फर्स्टमा आयो हाम्रो एउटा क्वेसन हाउ डु यु से आई इन जर्मन यो हाम्रो एज अ रिभिजन भयो अघि पढेको कुरा एकचोटि आफै ट्राई गर्नुहोस् यसलाई हामी एस भन्छौँ एन्सर भयो हाम्रो एस अनि यु आर टेक्स्टिङ यर बेस्ट फ्रेन्ड डु यु युज एस अर डु एकचोटि ट्राई गर्नुहोस् पहिलाको कुरा सम्झेर सो हामी यसलाई डु भनेर लेख्छौँ किनभने हामी हाम्रो साथीलाई त्यो गर्दैछौँ अनि अर्को भयो लास्टली your friend, your German friend points to a woman across the street and say, that is, अब के हुन्छ यो पनि ट्राई गर्नुहोस् एकचोटि सो यसको हुन्छ हाम्रो जी किनभने त्यो फिमेल हो जी सी सो यति नै भयो अब मोर हामी अरू कुराहरूमा पनि छिरौँ सो हाम्रो प्लुरल सिचुएसनहरू हेरौँ सो फर्स्टमा आउँछ वी आर weeds अब यसमा चाहिँ हामी अब हाम्रो कुरा गर्दाखेरि हामी चाहिँ साथी हो अब यसको के भयो we are चाहिँ friend हामी चाहिँ साथी हो एनी ग्रुप त्यसमा चाहिँ अब मैले भन्दा म पनि इन्भल्भ छु भने हामी चाहिँ we युज गर्छौँ सो अर्को कुरा हेरौँ इयरको बारेमा यो भनेको चाहिँ यु अल अब यसमा चाहिँ हामी डाइरेक्टली एउटा ग्रुपसँग कुरा गर्दाखेरि अब सपोजिटली अब इक्जाम्पलहरू हेरौँ इयर जाइट थोल यो भयो अब इयर जाइट म्यु द पनि भयो हाम्रो अर्को इक्जाम्पल हो त्यसरी हामीले अर्को ग्रुपको बारेमा कुरा गर्दा चाहिँ हामी इयर युज गर्छौँ सो अब हामी अरू कुराहरू पनि हेरौँ अब हामी जी अनि अर्को क्यापिटलवाला जी त्यो लास्टमा हो त्यसको पनि कुरा गरौँ हामी फर्स्टमा अब हामी ठुलो जी फर्मल सिचुएसनवाला जी कुन ठाउँमा युज गर्छौँ त हामी हाम्रो टिचर्स अर प्रोफेसरमा जी राख्न सक्छौँ क्यापिटलवाला जी अनि अर्को हाम्रो काम वर्क प्लेसको हाम्रो म्यानेजरहरू बसहरू भयो अनि अब स्ट्रेन्जर्सहरूसँग बोल्दा भयो अनि डक्टरहरूवाला सिचुएसनमा बोल्दा भयो अनि अब नर्मल्ली फर्स्ट टाइम भेटिरहेको मान्छेहरूलाई पनि अब सिधै त्यो भन्नु सट्टा जी नै युज गर्दा हुन्छ अनि हाम्रो जीको अब त्यही अब नर्मल्ली अब फर्मल सिचुएसनमा भइहाल्यो अब कोहीसँग कुराहरू सोद्धाखेरि नयाँ मान्छेसँग नयाँ ठाउँमा जाँदा हो त्यसरी पनि युज गर्न सक्छौँ हामी जी सो यति नै थियो हाम्रो पर्सनल प्रोनोमेनहरू चाहिँ अब यो चाहिँ एउटा केसको भयो अरू केसहरू पनि छ हामी त्यो फर्दरली कभर गर्ने नै छौँ सो अहिलेको लागि चाहिँ हामी यति मात्र कभर गर्दा पनि ठिक छ सो मोर सेन्टेन्सेसहरू हाम्रो पर्सनल प्रोनोमेन युज गरेर बनाउन ट्राई गर्नुहोस् अब हामी हाम्रो यहाँ जीको मिस्ट्री अघि मैले भनेको जस्तै सो यही छ सो यसलाई हामी हजुरहरू स्क्रिन पज गरेर पनि एकचोटि नोट डाउन गर्नुहोस् अनि आफै बुझ्न पनि ट्राई गर्नु है त सो अब फेरि हाम्रो प्र्याक्टिस सेसनमा जाउँ हामी अघि गरेको जस्तै हाम्रो फेरि एउटा प्र्याक्टिस सेसन छ त्यसमा हामी अब यु आर टकिङ टु यर प्रोफेसर मैले भनेको जस्तै अघि अब इज दिस फर्मल अर इनफर्मल के हुन्छ त यो हुन्छ हामीसँग जहिले पनि फर्मल सिचुएसन हामी चाहिँ यसलाई क्यापिटल एस युज गरेर गर्छौँ अनि अर्को क्वेसन आयो हामीसँग यु एन्ड यर थ्री फ्रेन्ड्स आर गोइङ टु द मुभिज अनि के भन्नुहुन्छ त यसलाई हामी वी आर किनभने त्यसमा म पनि हजुरहरू पनि गइराख्नु भएको छ अनि अर्को क्वेसन आयो हामीसँग यु वान्ट टु टेल अ बोय टु सिट डाउन अब त्यसलाई के भन्नुहुन्छ त हजुर सो यसलाई हामी डु किनभने त्यहाँ एउटा बोय अनि तपाईँले हजुरले डाइरेक्टली भनिराख्नु भएको छ
हो त्यसमा हामी त्यो सिचुएसनमा हामी डु युज गर्ने भइहाल्यो सो अर्को आउँछ यु आर टेलिङ यर क्लास अ स्टोरी द बुक इज अन द टेबल अब के युज गर्छौँ त हामी यसलाई हामी एस युज गर्छौँ किनभने त्यो एउटा थिङ हो सो यति नै भयो हाम्रो एक्सर्साइजेसहरू होपफुल्ली सबै मिलाउनु भयो होला मिलाउनु भएको छैन भने पनि अब बिस्तारै सेन्टेन्सेसहरू बनाउँदै गर्दाखेरि मिल्दै आउँछ बिस्तारै सो हाम्रो अब समरीतिर जाउँ आज हामीले गरेको 9वटा प्रोनाउन्सहरू छ एस डु ए जी एस एस जी जी यो भयो अनि हाम्रो अर्को आउँछ अब फर्मल भर्सेस इन्फर्मल यु सो यसमा पनि त्यही हो अब सानो जी ठुलो जीको कुराहरू भयो है अनि डु चाहिँ हामी इन्फर्मल सिचुएसनहरूमा युज गर्छौँ क्यापिटल जी चाहिँ फर्मल सिचुएसनमा हो यही कुरा नै हो सो अनि जर्मन नाउन्सको जेन्डरहरू हो हामी यो जेन्डरहरू पनि हुन्छ हामी यो फर्दरली नेक्स्ट च्याप्टरमा कभर गर्छौँ यो कुरा अहिलेलाई त्यस्तो छैन अहिलेलाई बस सिम्पल सेन्टेन्सेसहरू बनाउन ट्राई गर्नु होला अनि हाम्रो अर्को आउँछ त्यही जीकै कुरा किनभने हामीसँग 3टा जी छ अनि 3टा जी हुँदाखेरि फर्स्ट टाइम देख्दाखेरि हामीसँग मोर कन्फ्युजन हुन्छ त्यही भएर हामीले जीको कुरा चाहिँ अलिक धेरै गरौँ सो यति नै थियो आजको लागि अब इफ क्वेसनहरू छ भने कमेन्ट डाउन बिलो सो हामी अर्को भिडियोसँग आउँछौँ अफ विडियो